आज म तिमीहरूलाई क्लास 10 को जेनरल म्याथ्स को एक्सरसाइज 1.1 को क्वेशन नम्बर 3 गर्न जाँदैछु। क्वेशन 3 मा के छ भने सयह हल्ल हदस्यर एटा सैन्य बाहिनीर गोटे 32 जनिया एटा सेना दलर पिछे पिछे कदम खोज काढिबलगिया हल। दुईवटा दले एके समान संख्यक स्तम्भ कदम खोज काढिबलगिया हल। তেওঁলোকে खोज काढिबलगिया स्तम्भ उच्चतम संख्या के हब। हेर यहाँ के छ भने दुईटा छन्। एउटा छ 616 सदस्य एटा सैन्य बाहिनीर गोट, अर्को छ 32 जनिया एटा सेना दलर गोट। तर दुईटा टिम छ, एउटा छ 616 को, एउटा छ 32 जनाको। यहाँ कदम खोज काढिबलगिया भन्छ। कदम खोज काढिबलगिया भनेको चाहिँ पेरेड, जस्तो आर्मीहरुले एनसीसी ले पुलिसले पेरेड गर्दैनन्, 26 जनवरीमा पेरेड गर्छन्, 15 अगस्टमा पेरेड गर्छन्, त्यही हो। तर 32 जनाको दल एउटाको पछि पछि 616 जनाको सैन्य बाहिनीको गोट पछि पछि जान्छन्। कसरी भन्दाखेरि यसरी सापपछि यो सोच्नु हो, यो भयो 32 जनाको दल। 32 जनाको दल यसरी छ, त्यसको पछि पछि 616 जनाको दल यसरी पछि पछि छन्। तर यिनीहरुको के हुनुपर्छ भन्दाखेरि यो स्तम्भ, यो भनेको स्तम्भ, यो लाइन त हामी जो भन्छ लाइन खारी भन्छौं, यो लाइन चाहिँ के हुनुपर्छ भने समान समान हुनुपर्छ। यसको चारवटा लाइन छ भने यसको पनि चारवटै लाइन हुनुपर्छ, त्यही चारवटा लाइन पछाडि हुनुपर्छ। यसको 8वटा लाइन छ भने यसको पनि 8वटा लाइन हुनुपर्छ यसरी। त्यो भनेको यहाँ आएर त एउटा भिडियो दिएको छु मैले पेरेडको। मंच के सामने ये बैंड दस्ता दूसरी बार गणतंत्र दिवस परेड में कर्तव्य पथ पर अगला दस्ता दिल्ली पुलिस का मार्चिंग दस्ता एडिशनल डिप्टी कमिश्नर ऋषि कुमार की कमान में अब तक 16 बार हेर्यो नि भिडियो। पेरेड 26 जनवरी को पेरेड हो, त्यो त्यही हो त। मतलब यहाँ एक्चुअली यो अंग्रेजीमा भन्दा चाहिँ यो सेना दल भनेर अलिकति बुझ्न अप्ठ्यारो भएको छ। तर बेन्ड, आर्मीमा बेन्ड हुँदैन, आर्मीको बेन्ड, त्यो बेन्ड 32 जना छन्, त्यसको पछाडि 616 जना सैन्य छन् र त्यो 32 जनाको बेन्डको पछि पछि 616 जना कदम खोज स्टेप गर्नु छ, तनी मार्च पास गर्नु छ। र त्यसमा के हुन्छ भन्दाखेरि अहिले समान समान हुनु पर्यो यो स्तम्भको संख्या। समान समान हुँदाखेरि के हो त भन्दाखेरि हामीले के निकाल्नु पर्यो त भन्दाखेरि 32 र 616 को गखाउ निकाल्नु पर्यो। निश्चय त्यही हैन। 32 जनाको पछि पछि 616 जना जानुपर्छ र स्तम्भको संख्या समान हुनुपर्छ। तर के हो भन्दाखेरि 32 र 616 को गखाउ हो। र हामी कसरी लेख्ने त भन्दाखेरि अब प्रोसेस चाहिँ कसरी गर्ने भन्दाखेरि सोलुसनको प्रोसेस चाहिँ जेहेतु सयह हल्लार 32 जनिया दुटा दलै समान संख्यक स्तम्भ कदम खोज काढिबलगिया होइसे हो, समान संख्या हुनुपर्छ र गतिके তেওঁলোके खोज काढिबलगिया स्तम्भ उच्चतम संख्या, उच्चतम निम्नतम हैन नि। दुईटा दल दुईटा हुँदा नि हुन्छ, चारवटा हुँदा पनि हुन्छ, तर मैक्सिमम उच्चतम स्तम्भको संख्या चाहिँ कति हुन्छ भन्दाखेरि गखाउ, गरिष्ठ साधारण उत्पादक, HCF हाईएस्ट कमन फ्याक्टर हैन। त्यही कारणले यो निकाल्न खोज्दा के गर्नु पर्यो भन्दाखेरि 616 र 32 को के गर्नु छ, गखाउ निकाल्नु पर्छ निश्चय। गतिके তেওঁলোके खोज काढिबलगिया स्तम्भ संख्या अब सयह हल्लाहरु 32 र गखाउ। गतिके गखाउ निकाल्न हामी के गर्छौं, युक्लिडको कलन विधि व्यवहार गर्छौं र यो 616 र 32 मा युक्लिडको कलन विधि प्रयोग गर्यो भने के हुन्छ त भन्दाखेरि 616 र 32 न ठुलो, 616 मान 32 पूरण 19 जोग 8 हो। 616 लाई 32 ले हरण गर्दाखेरि के हुन्छ त भन्दाखेरि हो 32 × 32, 32 × 32 त्यो कति हुन्छ 11 9, यहाँ रह्यो तिम्रो 2 र नाम 6 र 9 बार जान्छ, 9 बार जाँदा 9 2 18, 9 3 27 28 हो। त्यो 16 वटा 8 8 रह्यो हो। 616 लाई 32 ले 19 वर्ग र 8 रह्यो, 8 रह्यो। अब नेक्स्ट के गर्ने भन्दाखेरि यो 32 लाई यो 8 ले डिवाइड गर्ने, यो रिमाइन्डरले 8 ले। गतिके 8 ले 32 लाई 4 बार, बाँकी रह्यो 0। गतिके यही हो गखाउ। जसले हरण गर्दा सक्यो त्यही नै हो, बा यही नै हो गखाउ, हामीले गरेको छौं। गतिके यतिकै HCF
भनेको गह हो कसको 32 र 16 को 8 अर्थात यो 8 नै हो उच्चतम स्तम्भको संख्या अर्थात त्यौलके खोजकर्लेको स्तम्भ उच्चतम अंक हल 8 हो यही हो यसको